यो निग्रिम हस्पिटलको अगाडिको गेट हो। सो यहाँबाट इन्ट्री गर्नुपर्ने हुन्छ हामी सबै है। र म यहाँदेखि भित्र पनि गएर तपाईँलाई देखाउँछु। सो यो निग्रिम हस्पिटल र यहाँबाट हामी हस्पिटलभित्र इन्ट्री गर्दैछौँ र त्यसको लागि साइडमा एउटा चेयर छ है मान्छे छिर्नलाई। सो यहाँबाट हामी छिर्दैछौँ। सो भित्रको नजारा चाहिँ यति सुन्दर छ, एकदम सफा छ हस्पिटल। सो साइडमा फुलहरू है, बिचमा गार्डनहरू पनि छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ एकदम नयाँ फेरि बन्दै गरेको हस्पिटल, अझै ठुलो भव्य है बन्दैछ एकदम। बन्न निकै लाग्छ होला जस्तो लाग्छ। त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ है एउटा स्ट्याचु छ, भनिन्छ यो चाहिँ इन्दिरा गान्धीले बनाइदिएको हस्पिटल भनेर है। र यो मूर्ति चाहिँ इन्दिरा गान्धीको मूर्ति नै इमर्जेन्सी रहेछ यो साइड है। र हामी जानुपर्ने यो साइड। सो निग्रिम हस्पिटलको बाहिरको सानो एउटा झलक तपाईँलाई देखाउन मन पर्यो, त्यही भएर है। उपर सेक्युरिटीहरू बसिरहेछ, सायदै मलाई भिडियो गर्नु दिन्छ होला जस्तो लागिरहेको छैन है। सो हेरौँ के हुन्छ, बा कराउने हो। यहाँ सेक्युरिटीहरू हेर्नुहोस् न, अझै त गेटभित्र पनि छ होला हो। सबै यहाँको लोकलहरू हो, खसिया छन्। उहाँको ड्रेसहरू हेर्नुहोस् न, उहाँ ड्रेसबाटै चिनिन्छ कि उहाँहरू चाहिँ यहाँको लोकल हो भनिकन है। सेक्युरिटीहरू छ। र गएपछि यति बेला चाहिँ हामी हस्पिटलभित्र यहाँ एन्ट्री गरिसकेका छौँ। एकदम सुन्दर अनि सफा छ हस्पिटल है, देख्नुहुन्छ चारैतिर एकदम क्लिन गरेर राखेको छ। हस्पिटल भने चाहिँ यस्तै हुनुपर्छ। सो हामी एकजना बिमारी छ र हामी उहाँलाई भेट्न जाँदैछौँ यति बेला। त्यो बिमारीलाई त म चिन्दैन, तर यहाँ हाम्रो अङ्कल हुनुहुन्छ, उहाँले चिन्नुहुन्छ। र हामी त्यहाँ जाँदैछौँ। सो यहाँनिर एउटा सानो क्यान्टिन छ है त। यहाँ तपाईँले तातो चिसो खाजाहरू, मोमो, चाउमिन, म्यागी होइन, बिस्किटहरू जे पनि तपाईँले पाउन सक्छ। कता हो अस्तिको ठाउँतिर मुनि पो हो। हजुर 0 माइनस ए है। सर हामी यहाँदेखि मुनि डाउन झर्नुपर्ने भयो है, मुनि फ्लोरमा। होइन त हामी मुनि नै छौँ नि होइन र? ए मुनि ग्राउन्ड फ्लोर। अस्ति चाहिँ हाम्रो यता राखिएको थियो हाम्रो बिमारी है, यहाँदेखि उकालो गयो भने यहाँबाट लिफ्टबाट नजाउँ यसपालि है। यहाँ रहेछ जनरल मेडिसिन। सोफियाताङ जस्तै लाग्यो त मलाई त, गान्तोकको सोफियाताङ हस्पिटल।
गान्तोक पुगिसकेको थिएँ। एसटिएन जस्तै रहेछ एकदम सफा। यहाँभित्र चाहिँ दिँदैन होला जस्तो लाग्यो मलाई। यहाँ चाहिँ क्यामेरा अफ गर्नुपर्ने हुन्छ सर, म यहाँको चाहिँ भिडियो लिँदिनँ। बिमारी अङ्कल चाहिँ उहाँ हुँदो रहेछ है। अलिक जाति हुँदै रहेछ, त्यसो भए चिन्ता नगर्नु, सबै कुरो ठिकै हुन्छ है। जय मसी त आइपुग्नु पुग्यो अहिले भर्खर बोलाओस् र अभिषेकको तेल उसको शिरमा लगाइयोस् र यसको प्रार्थनाले अनि विश्वासको प्रार्थनाले निको भएको छ भने तपाईँको वचनले दाबी गरेको छ। अनि आज यो छोरालाई चङ्गाई दिइसक्नु भएको छ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाउँमा हामी घोषणा गर्छौँ, महिमाको परमेश्वर तपाईँलाई धन्यवाद छ। धन्यवाद छ पिता, तपाईँको महिमा भएको होस्। यो शरीरमा भएका रोगहरू, यो छोराको जीवनमा भएको कष्ट रोगहरू, विभिन्न प्रकारका सतावटका आत्माहरू यीशुको नाममा निस्केर गएको छ। घोषणा गर्छु, महिमाको परमेश्वर म प्रार्थना गर्दछु, यो छोरालाई यतिखेर हामी तपाईँको हातमा राख्दछौँ। धन्यवाद छ पिता, धन्यवाद छ महिमाको परमेश्वर। सबै कुराबाट चङ्गाई अनि छुटकारा दिइसक्नु भएको छ भने यीशुको नाममा आमेन। लालबहादुर प्रधानलाई हामी तपाईँको हातमा सम्पिन्छौँ। उहाँको शरीरमा भएका रोगहरू के छ हामी जान्दैनौँ, तर प्रभु हामी तपाईँको हातमा सम्पिन्छौँ आजदेखि। यो छोराको शरीरलाई निको बनाउने प्रभु तपाईँ मात्र हुनुहुन्छ। अनि डक्टरको डक्टर अनि औषधिको नि औषधि तपाईँ हुनुहुन्छ। आज लालबहादुर प्रधानले जुन विश्वास लिएको छ त्यो विश्वासबाट आज चङ्गाई हुनुपर्छ। सबैजनालाई फेरि पनि जय मसी। र अहिले हामीले जुन चाहिँ दुईजना व्यक्तिहरूलाई है प्रार्थना गरेर आयौँ र तपाईँले सोच्दै हुनुहुन्छ होला है यिनीहरूले अरू बेडमा गएर अरू पेसेन्टलाई है प्रार्थना गरेर आयो, तर यिनीहरूले आफ्नो पेसेन्टलाई चाहिँ गरेन, देखाएन भनेर सोच्नुहुन्छ होला है। र यस विषयमा खुसीको कुरा चाहिँ है मलाई के भन्नु मन पऱ्यो भने जुन अस्ति जनवरीमा आउँदाखेरि है डक्टरले भन्नुहुँदै थियो अपरेसन गर्नुपर्छ, तर अहिले हुँदैन, 3 महिना बादमा फेरि तपाईँहरू फर्केर आउनुहोस्, त्यसपछि चाहिँ अपरेसन गर्नु मिल्छ, अहिले हुँदैन भनिकन उहाँले भन्नुभएको थियो। जसै हामी गएर 3 महिना पछि फेरि यसपालि हामी फर्केर आयौँ अनि हामीले जसरी देखायौँ, प्रभुलाई धन्यवाद भएको होस् होइन। हामीले हाम्रो पेसेन्टलाई एडमिट पनि गर्नु परेन है, हामीले हाम्रो पेसेन्टलाई बेडमा राख्नु पनि परेन। डक्टरले भन्नुभयो तपाईँहरूको बिरामी पहिलादेखि नै है जाति भइसक्नु भएछ अलरेडी, तपाईँले घर लिएर जानु सक्नुहुन्छ भनिकन है उहाँले भन्नुभयो। एकदम प्रभुलाई धन्यवाद छ है, प्रभुले है ठुलो एउटा चमत्कार गर्नुभएछ। प्रभुलाई धेरै धेरै धन्यवाद होस्। उहाँको महान प्रेम, उहाँको महान भलाइको निम्ति उहाँलाई धन्यवाद छ। र हामी अति नै खुसी छौँ र जुन हाम्रो बिरामी हुनुहुन्छ उहाँ पनि एकदमै धेरै खुसी हुनुहुन्छ है यो कुराले गर्दाखेरि। र भोलिको दिन हामी फेरि पनि है यस ठाउँलाई छोडिकन हामी फेरि अरुणाचल प्रदेशतर्फ हामी फर्कनेछौँ। सो त्यही भएर मेघालयसम्मको लागि है मेरो भिडियो सायद यति नै होला। सायद त्यहाँबाट अब गएको भिडियोहरूमा तपाईँले हामीलाई देख्न सक्नुहुन्छ। हुन्छ, धन्यवाद छ।